बाबा, हाम्रो खेतमा त धेरै बाली फल्यो। हो छोरा, मेहनतको फल मिठो हुन्छ। मलाई तिम्रो सहयोग चाहियो। मेरो सबभन्दा ठुलो खेतको कागज हराएको छ। के भयो दाजु? त्यो कागज भेटिएन भने मेरो ठुलो जग्गा अरूको हातमा जान सक्छ। चिन्ता नगर्नुस्, हामी खोज्छौँ। यो झोला कसको होला? यति धेरै पैसा? यसले त बाबा, हामीले यो पैसा राख्न होइन मिल्छ? छोरा, यो हाम्रो होइन छोरा। अरूको सामान राखेर हामी। दाजु, तपाईँले खोज्नु भएको झोला यही हो। सबै पैसा पनि छ। तिमीले चाहेको भैसाले घर ठुलो बनाउन सकिन्छ दाजु, तर इमान्दारी बेचेर मन ठुलो बनाउन सकिँदैन। यो कागजमा तिम्रो बुवाको नाम पनि छ। मेरो बुवाको नाम? हो, धेरै वर्ष अघि तिम्रो बुवाले यो जग्गा मलाई बेच्नु भयो। त्यसो भए यो जग्गा हाम्रो परिवारको हुन सक्छ? हो रामे। रामेले आज मेरो पैसा बचायो। आज म पनि उसको अधिकार फिर्ता गर्छु। दाजु, पर्दैन होइन रामे, गर्नै पर्छ। तिम्रो इमान्दारीको अगाडि यो सानो कुरा हो। बाबा, अब यो खेत हाम्रो हो? हो छोरा, तर सम्झ, हामीले यो खेत पैसा दिएरले पाएका हौँ। जीवनमा लोभले छोटो बाटो देखाउँछ।